हेलो नमस्ते सबैजनामा। आजको भिडियोमा जिमेल अथवा इमेल एकाउन्ट कसरी बनाउने भन्ने कुरा सिम्पल वेमा यहाँहरूलाई सिकाउने छु म है त। सबभन्दा पहिला मोबाइलको जिमेलमा इन्टर गर्नु होला, अनि त्यसपछि एड एन इमेल एड्रेसमा क्लिक गर्नु होला, अनि त्यसपछि गुगलमा क्लिक गर्नु होला हैन। अनि त्यसपछि मोबाइलको लक माग्ला, सो लक खोल्नु होला सबैजना। अनि एकैछिनपछि यस्तो इन्टरफेस आउँछ। सो क्रिएट एकाउन्टमा क्लिक गर्नु होला र यहाँ तीनवटा अप्सन आयो, फर माई पर्सनल युज, फर माई चाइल्ड, फर वर्क अर माई बिजनेस। सो के पर्पजको लागि यहाँहरूले खोल्दै हुनुहुन्छ त्योमा क्लिक गर्नु होला। जस्तै कि म पर्सनल युजको लागि खोल्दैछु, त्यही भएर फर माई पर्सनल युजमा मैले क्लिक गरेँ, ठिक। अनि त्यसपछि फर्स्ट नेम लेख्नु होला यहाँहरूले हैन। म आफ्नो नाम लेखिदिइहालेँ, राम जस्तै कि हैन लेखेँ। अनि सरनेम अप्सनलमा छ, लेख्दा नि भयो नलेख्दा नि भयो है त। तलको जुन छ नि यो कास्ट सरनेम लेख्दा नि भयो नलेख्दा नि हुन्छ, त्यही भएर हैन म चाहिँ छोडिदिएँ है त। नेक्स्ट गरेँ। अनि त्यसपछि यहाँ डेट दिएँ है त, डेट के कसो छ हैन। यहाँहरूको एक्ज्याक्ट डेट दिनु होला हैन, पछि फेरि कामलाई लागि के होला हैन, त्यही भएर एक्ज्याक्ट डेट दिनु होला है त। सो म चाहिँ 2005 दिएँ र चाहिँ मन्थ चाहिँ मे दिएँ हैन। अनि कति भयो त्यो हैन, त्यही भएर म चाहिँ 23 दिएँ हैन। अनि जेन्डर यहाँहरू फिमेल हुनुहुन्छ कि मेल हुनुहुन्छ हैन, त्यो अनुसार दिनु होला। जस्तै कि म मेल छु, त्यही भएर म चाहिँ मेल दिएँ है। पुरुष हुनुहुन्छ कि महिला हुनुहुन्छ है त। पुरुष हुनुहुन्छ भने चाहिँ मेल, महिला हुनुहुन्छ भने चाहिँ फिमेललाई दिनु होला है त। सो मैले चाहिँ मेलमा सिलेक्ट गरेँ। यहाँहरू डेटहरू सब थोक मिलाइसकेर यहाँहरू नेक्स्टमा क्लिक गर्नु होला। अनि त्यसपछि यस्तो इन्टरफेस आउँछ हैन। सो यहाँहरूले चाहिँ आफूले चाहेको जस्तो युजर नेम यहाँ राख्नु होला। जस्तै कि मैले चाहिँ राम अनि कुमार पण्डित अनि 1 2 3 4 5 पाँचवटा जिरो दिएँ र नेक्स्ट गरेँ। मैले चाहिँ यो अलिक भएन है त, यो अलिक भएन। सो मैले चाहिँ अरू नम्बर पनि दिएँ है, अनि नेक्स्ट गरेँ। यस्तो भइसक्यो है। त्यसरी नै आफूले चाहेको जस्तो हेरेर मिलाउनु होला। अनि त्यसपछि यहाँ पासवर्ड दिनु होला यहाँहरूले हैन, जसमा नम्बर र लेटरको मिक्सर हुनु पर्यो है त। यहाँ अलरेडी माथि चाहिँ दिइसकेको छ, क्रिएट अ स्ट्रङ पासवर्ड विथ अ मिक्सर अफ लेटर नम्बर एन्ड सिम्बल। सो यहाँहरूले चाहिँ लेटर नम्बर यो सबैका मिक्सर हैन पासवर्ड दिनु होला, अलिक स्ट्रङ खालको हैन। जस्तै कि तपाईँहरूले भन्नुहुन्छ म यस्तो लेटर मात्रै दिन्छु हैन, त्यो चाहिँ भएन हैन। वा नम्बर मात्रै दिन्छु त्यो भएन, दुइटैको मिक्सर हुनु पर्यो। जस्तै कि तपाईँहरू हेरिदिन्छु म, जस्तै कि भइहाल्यो सपोज एपिपिएल एप्पल र 1 2 3 यस्तो राख्दा नि भयो हैन। अलिक यो सिम्पल पासवर्ड भयो हैन। सो तपाईँहरूले चाहिँ दुइटाको मिक्सर दिनु होला, वा जस्तै एपिपिएल एप्पल अनि यहाँ भइहाल्यो @ अनि त्यसपछि 1 2 3 यस्तो गर्दा नि भयो, अलिक ठिकै खालको भयो है त। तिनटैको मिक्सर भयो, सिम्बलको पनि मिक्सर भयो, नम्बरको पनि मिक्सर भयो हैन, लेटरको मिक्सर पनि भयो। सो तिनटैको वा दुइटैको मिक्सर दिनु होला यहाँहरूले, अनि मात्र हैन तपाईँको पासपोर्ट सेट भइसकेर अनि अगाडि हुन्छ। सो मैले चाहिँ आफ्नो मनको आफ्नो अनुसार पासपोर्ट मैले चाहिँ राख्दैछु। सो गाइज मैले पनि हैन आफूले चाहेको जस्तो पासपोर्ट यहाँ राखिहालेँ, जसमा मैले पनि नम्बर लेटर र सिम्बल तिनटैको युज गरेको छु र नेक्स्ट गरेँ है त। अनि नेक्स्ट गरिसकेपछि यहाँ हेर्नुहोस् है, यहाँ हेर्नुहोस् क्रिएट भइसक्यो। नाम चाहिँ राम रहेछ। अनि त्यसपछि रामकुमार पण्डित 00532@gmail.com एउटा इमेल क्रिएट भइसक्यो। त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला है। अनि त्यसपछि लास्टमा गएर हैन आई एग्रीमा क्लिक गर्नु होला। यहाँ चाहिँ जिमेलले आफ्नो टर्म्स एन्ड कन्डिसन दिएको छ माथि, त्यही भएर हैन यहाँ लास्टमा गएर आई एग्रीमा क्लिक गर्नु होला र यहाँहरूको जिमेल अलरेडी क्रिएट भइसक्यो है त। सो यति नै हो हैन आजको भिडियोमा जिमेल कसरी बनाउँछ भन्ने कुरा सिम्पल वेमा यहाँहरूले सिकाएँ मैले र बनिसक्यो। यसरी नै जिमेलमा गएर हेर्नुपर्दा यहाँ अलरेडी जिमेल एकाउन्ट छ है त। हाई राम भनेर भनौँ। सो हस्त सबैजनामा बिदा चाहन्छु।